किन खाइसक्यौ त कहाँ गएर किन लिएर आएको नि मोबाइल कता घुमाएको तिमीले मलाई मसित बात गरेर चाहिँ कता कता मोबाइल घुमाएको तिमीले फेरि नक्कली मोबाइल कता चारपट्टि घुमाएको मसँग बात गरेर मलाई अब घरको के अरे पढाइ कहिले सुरु हुन्छ तिम्रो सुरु त भइसक्यो छ अनि कहिले पढाइ तिमी चाहिँ छुटेन त तिम्रो छुट्या विराम भएको थियो कि त्यही भएर विराम बिसो भयो त तिमीलाई साँच्चै कि ख्याल बिसो भएको साँच्चै हो अनि त्यही भएर जङ्क फुड खाएको त नि के खाएर है के खाएर तिमीले जङ्क फुड कुरमुरे कुरमुरे के रे के खारे बिर्सु मैले नि के हो त्यसको नाम चिप्स पोटेटो क्रेकर पोटेटो क्रेकर अनि पोटेटो क्रेकर चाहिँ धेरै खायो नि चाउचाउ धेरै खायो नि अनि जङ्क फुड धेरै खायो नि बिरामी हुन्छ है मैले भन्दै नक्कलीलाई फेरि मैले भन्दै थिएँ नि पढाइ चाहिँ कतिको राम्रो छ नि तिम्रो ठिकै छ आलु आलु आउँछ कि पिडालु पिडालु आउँछ कि कति आउँछ नम्बर त्यो थाहा छैन ल पास चाहिँ हुन्छ धेरै नम्बर आउँछ होइन कि थोरै नम्बर आउँछ होइन क्या कि घर आलु किन्नै नपर्ने आलु आलु ल्याउँछ नम्बर ठिकैको आउँछ राम्रै आउँछ ल ध्यान दिएर पढ्नुपर्छ है एकदम कति कक्षा अरे तिमी म 5 कक्षामा हो तिम्रो त सियान चुइन लाग्यो क्या माथि सियाएर यस्तो गर सियान आउनु थाल्यो हो र मेरो आँखा बुढो भएर हो क्या हो त तिम्रो नाक त सियान मात्रै टल्के देखाएको छु त मैले त छैन भन्दैछु हो र दाँत चाहिँ खै यहीँ गरेर त पहिलाको जस्तो छैन यतापट्टिको दाँत देखिएन पहिलाको जस्तो पहिला केटकेट जस्तो खै आयो सबै आयो ल ल ल ठुलो भाषी झन् नराम्रो हुन्छ अनि सबैले गिल्ली गर्छन् साना चाहिँ चक्लेट खाएर दाँत बिगाएर न ठुलो भएपछि अनि सरुको जस्तै दाँत बिग्रिन्छ अनि साका दादा कस्तो राम्रो छ दाँत उसले जङ्क फुड खाँदैन त्यसै हो कि होइन साकर दादाको दाँत देखायो तिमीले कस्तो राम्रो छ उसको चाहिँ उसले सानोमा जङ्क फुड खान्थेन तिमी र सरू चाहिँ धेरै जङ्क फुड खाने भएर अनि दाँत पनि बिग्रियो हो कुरो होइन कुरो हो कुरो होइन कुरो भनेपछि अब कहिले जाने त तिमी मामा हेटौँडा तिहारपछि जाने त्यसपछि पढाइ हुन्छ टिकाको भोलिपल्ट जाने धेरै बिदा हुँदैन स्कुल सुरु चाहिँ कहिलेबाट हुन्छ अरे नि त्यो थाहा छैन ए ल त ल है त ल उसो भए के अरे मलाई फोन गर है त तिम्रो मोबाइल छैन अनि मलाई फोन गर्ने नि त मेरो नाम थाहा होइन ऊ फेसबुकमा के हो मेरो सरुजीलाई याद गर्न लगाऊ तिम्रो फेसबुक छ कि छैन तिम्रो फेसबुक मेसेन्जर हो मलाई फुर्सद भएपछि मलाई फोन गर है ल त ल बाई